हेलो साथीहरु नमस्कार वेलकम टु माई मिनी ब्लग। आज चाहिँ मैले मोमोको रेसिपी लिएर हजुरहरु सामु आइपुगेकी छु। अन्तिमसम्म हेरेर साथ दिनु होला है। अब म साथीहरु ढिला नगरी फटाफट किमा बनाउनतर्फ लागे। यसको लागि चाहिँ प्याज मेरो नन्नाले छिलेर राखिदिनु भएको प्याज लसुनहरु चाहिँ अनि बोनलेस मासुहरु लिएर चाहिँ म मिक्सरमा मजाले ग्राइन्ड गर्न थाले। र किमालाई अझै टेस्टी बनाउनको लागि मैले यतातिर ग्यासमा कराई बसाले र तेल राखेर केही होममेड घिउ पनि एड गरे र अघि चाहिँ ग्राइन्ड गरेर राखेको लसुनलाई पनि यसमा मैले मजाले फुर्याए र कलरको लागि थोरै बेसार पनि यसमा एड गरे। त्यसपछि चाहिँ मैले त्यसलाई लगेर किमामा खनाए साथीहरु अनि आफ्नो टेस्ट अनुसारको नुन पनि एड गरे है साथीहरु। अनि मोमोलाई एकदम मिठो बनाउनको लागि चाहिँ म मोमो मसला पनि यसमा एड गर्दै छु। थोरै चिकन मसला पनि यसमा एड गरे किनकि मलाई अझै बढी टेस्ट ल्याउनु थियो मोमोमा। त्यसपछि चाहिँ मैले मोमोलाई मजाले मिक्स गर्दै छु साथीहरु अनि मेरो किमा रेडी भयो। केही टाइमको लागि किमालाई छोपेर राखेर यतातिर चाहिँ पिठो पनि रेडी थियो है। अब हामी नन्न भाउजू सँगै बसेर मोमो बनाउन थाल्यौं साथीहरु। यतातिर चाहिँ भाइले पनि फुल्ली हेल्प गर्नु भइराछ किनकि हामीले चाहिँ भाइलाई क्यामेरामा अलिकति कैद गर्न सकिएन। अनि फाइनल्ली हाम्रो मोमो चाहिँ यस्तो बन्यो है साथीहरु। त्यसपछि यो ग्यासको दुःखमा हामीले चाहिँ यतातिर भुसे चुलोमा नै बसालेर मोमो बसालेर चाहिँ पकायौं साथीहरु र लास्टमा चाहिँ मोमो पाकिसक्यो। अब हामीहरु खाना रेडी भयौं। यो हाम्रो मोमो चाहिँ चिकन मोमो हो साथीहरु। थ्यांक यू फर वाचिङ।